तो हेलो गाइस, वेलकम ब्याक टु अनदर न्यू भिडियो। तो गाइस हैन कस्तो छ सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दै फेरि पनि म अर्को नयाँ भिडियो लिएर तपाईहरुको सामु गइसकेको छु भन्दै चाहिँ हैन साथीहरु। आज चाहिँ हामी टक्कला रेसो एकदमै सानीबेरी गाउँपालिकाको एकदम चर्चित ठाउँ एकदम ऐतिहासिक चाहिँ हामी बिरला मार्ग हैन मौरखाको टुरमा गइरहेका छौँ। हाम्रो चाहिँ यता साथीहरु छ पछाडीतिर हामी चाहिँ हैन हिँडिरहेका छौँ। ऐतिहासिक प्लेस हैन मौरखा चाहिँ हामी गइरहेका छौँ। एकदमै रमणीय ठाउँ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एकदमै मौरखा लेक पर्यटक स्थल हो हैन। हामी चाहिँ गइरहेका छौँ। साथीहरु चाहिँ यतातिर छन्, यता छ अगाडि पनि हिँडिरहेको छन् केटाहरु, हल्का अलि पछाडि पनि छन् हैन। त्यही हो गाइस, लेट्स गो। के हुन्छ गाइस हामी कान्छनमा गइरहेको छौँ रे, तर मेरो पसिना आइरहेको छ है, सकिँदा आज गाह्रो छ है। यो चाहिँ पसिना चाहिँ लास्ट आइरहेको छ है गाइजहरू यार। यो चाहिँ पसिना आएर चाहिँ आज जानुपर्ने ठाउँ धेरै छ। भर्खर त्यताबाट चाहिँ केही बजारबाट यतिर आइएको छ होइन। तलबाट चाहिँ हिँडिसक्यो, यताबाट सिमल आयो त्यता बजार चाहिँ तल छ। हामी अहिले माथि आइसकेका छौँ होइन। टुलहरू पनि हिँडेको चाहिँ चाहिँ अनि चाहिँ यतातिर चाहिँ होइन यता पुरानो घर रहेछ कसको होइन, मान्छे चाहिँ कोही नि बस्ने यतातिर। अनि चाहिँ त्यही हो, हिँड्नुपर्छ। हिँड्ने चाहिँ धेरै छ त्यो गाई त्यही हो। ल जानुपर्छ दौडेर चाहिँ, बाटो चाहिँ लास्टै राम्रो छ होइन। यो पुग्नुपर्ने धेरै चाहिँ भर्खर यति आइहाल्छ तलबाट चाहिँ चाहिँ अनि म आशाबाट चाहिँ फेरि हिँड्नु सक्दैन क्या। कस्तो छ भन्दाखेरि चाहिँ हिँड्नु नसक्ने बाहिरबाट आएको हो। अनि चाहिँ यिनीहरूलाई म मजाइ राख्छु फेरि। यिनीहरू चाहिँ हर्नु हुँदैन है, कहाँ पछि छ होइन, हर्नु सक्दैन। के गर्ने यार गाइजहरू। ल हेलो गाइज होइन, अहिले चाहिँ हामीहरू यति माथि आइसकेका छौँ होइन। त्यो चाहिँ यता हाम्रो पछाडि नेट देखिरहेको छ नि, यो साइडको चाहिँ सिमलीको बजार यता साइडमा छ होइन, यो साइडमा। अनि चाहिँ हाम्रो गाउँ चाहिँ उयो त छ, त्यो चाहिँ फुर लागेर चाहिँ आज केही देखिरहेको छैन। त्यही भएर एकदम बवाल देखिरहेको छ ठाउँ यार तपाईँहरूलाई चाहिँ देखाउनु हुन्थ्यो। यताबाट देखिरहेको छैन, मोबाइल पनि खासै राम्रो क्यामेरा छैन होइन। त्यही हो, अब चाहिँ यो ठाउँमा चाहिँ यो डाँडो देख्ने एउटा सतलाएर माथि हेरेको छ नि, यो चाहिँ मेरो गाउँ हो होइन। एकदमै राम्रो देखिरहेको छ चाहिँ यहाँबाट हेर्दाखेरि चाहिँ भ्यू चाहिँ राम्रो देखिरहेको छ। यताबाट चाहिँ त्यो माथि आइसकेका छौँ, हेर्दै जाउँ आजसम्म चाहिँ। अन्त पहिले नि गइया हो, त्यही फेरि चाहिँ हिँड्नु साथीहरू चाहिँ आएर त्यो बाहिरबाट माथि पाइन्छ आरो पनि माथि नै पाइन्छ। फाइनली गाइज होइन, अहिले चाहिँ हामीले पानी भेटाइसकेको छ होइन। यति तिर्खा लागेको थियो कि पानीबाट होइन, हामीले पानी भेटाइसकेको छौँ। हामी यहाँ सानो पानी आउनु रहेछ यतातिर होइन। पानी खाम है केटो, पानी धौधौको बल्ल गाइज होइन। हामीले पानी सानी पनि खाइएर चाहिँ हामी यहाँबाट चाहिँ हिँड्यो। पानी धौधौको चाहिँ एकदम ठिक लागेको थियो, कता पानी पाइन्छ भनेर हामी लास्टै भोजेर आइरहेको अगाडिदेखि टोकला यहाँ नि पानी पाइयो, पानी खाइयो। अब चाहिँ हामी हिँड्छौँ
गर्मी भएर पसिना आएर फुलेर चाहिँ गाइस हैन यो चाहिँ रोड पनि पुगिसकेको ठाउँ रहेछ एकदमै राम्रो रहेछ हैन रोड चाहिँ पुगिसकेको रहेछ एकदमै राम्रो रहेछ हैन सो गाइस हैन हामी चाहिँ माथि आइसक्यौँ धेरै माथि अहिले चाहिँ हैन रक लाएर तपाईँ हामी तलबाट हिँडेको पनि कमैले पुगिसक्यो हैन चाहिँ एकदमै राम्रो ठाउँ रहेछ यता त्यस्तै मकैहरू चाहिँ गरेको टक्क लगाएर उडिरहेको छ हामी चाहिँ होइन बाटोमा भेटाएर चाहिँ धेरै फलफुलहरू खाइयो होइन आलु कलम त्यतिखेरको खाइने चाहिँ मेन चाहिँ आलु रहेछ होइन आलु चाहिँ यस्तो दामी दामी खाएका चाहिँ प्रकृतिसँग रमाउनु चाहिँ एकदमै रमाइलो हुन्छ होइन प्राकृतिक सौन्दर्यले भरपूर्ण ठाउँ एकदमै पर्यटकीय स्थल टक्क लगाएर ठाउँ बबाल छ आउनु होला घुमघाम गर्नु होला रमाइलो छ ठाउँ यताबाट होइन हेर्नु पुरो यस्तो गाडी जाने हेर्नुहोस् यहाँ यसरी हो क्या पानीले पशुपालन भनेको यस्तो हुनुपर्छ क्या पशुपालन भनेको चाहिँ यसरी गर्नुपर्छ क्या दुईवटा बल्ल मतलब गोरु होइन बल्ल भने तपाईँ गोरु होला होइन अनि चाहिँ तीनवटा भैँसी छ क्या सक्दैन कसैले गाइस फाइनल्ली होइन 5 किलोमिटर पुगिसक्यो कमाउँदै होइन अब चाहिँ ट्याक्कै 5 किलोमिटर छ भने चाहिँ बिहान हिँडेको 6 बजीतिर हो होइन 6 बजीतिर हिँडेको 5 किलोमिटर हिँड्यो भने चाहिँ आज 5 किलोमिटर छ गाइस यस्तै गाह्रो छ हो गाइस ओ माय गॉड व्हाट आर दिस गाइजहरु हेर्नुहोस् यहाँ भिड पुरै हैन यस्तो यहाँ तलबाट यहाँबाट चाहिँ के गर्दा मान्छे लडियो भने चाहिँ बाच्ने चान्स चाहिँ हुँदैन के सिधै मान्छे धेरै डेन्जर ठाउँ छ हैन हल्का चाहिँ होसियार पुरेर हर्नुपर्छ यहाँ पुग्छ हैन पुरै तल कहाँ जग्गा देखिन्छ के गाइस अहिले चाहिँ हामी हैन पुरै यस्तो जङ्गलको बिचमा छ भने यस्तो हेर्ने हाम्रो जङ्गलको बिचमा काबुल खाने फिरेको ठुलो काँगो के थाहा छैन काबुल रुक्ने देखिरहेको छैन कहाँ काबुल रुक्ने तलबाट देखिरहेको थियो जङ्गलको बिचमा आएपछि रुक्ने हरायो क्या गाइस छैन अहिले चाहिँ हामीहरू उता समुद्री सतहदेखि चाहिँ 6000 मिटर चाहिँ माथि
गाइस हैन अब चाहिँ त्यही हो डाँडामा पुग्यो एकदम रमाइलो भयो आजको यात्रा हैन त्यही हो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्स्क्राइब शेयर कमेन्ट गर्नु होला अब चाहिँ यताबाट चाहिँ फर्स्ट जाने चाहिँ पानी एकदम ठुलो परिसक्यो जता अँध्यारो भइसक्यो होइन यो चाहिँ अहिले 3 बजी छ होइन दिउँसोको 3 बजे यति अँध्यारो भयो क्या टोटल अँध्यारो भइसक्यो पुरै लागेर पुरै होइन चाहिँ पुरै उयो लागेर यतातिरबाट पुरै अँध्यारो भइसक्यो उज्यालो देखिने तल ग्राउन्डमा मैले त त्यही पनि मोबाइलको क्यामेरा ब्राइटनेस बढाएर चाहिँ यो उज्यालो बनाएको छु मैले होइन सो त्यही हो तपाईँ चाहिँ अब च्यानलमा नयाँ हुनुहुन्छ सब्स्क्राइब गर्नु होला सेयर गर्नु होला कमेन्ट गर्नु होला लाइक गर्नु होला भिडियो मन पऱ्यो भने चाहिँ कस्तो लाग्छ भिडियोलाई कमेन्ट गर्नु होला चाहिँ होइन अगाडिको कमेन्टमा चाहिँ अगाडिको भिडियो हालेको थियो भने राम्रै गर्नुभएको छ यसरी सपोर्ट गर्दै जानु होला भन्दै चाहिँ आजको यस भिडियोबाट चाहिँ बिदाउँछ अब चाहिँ घर हेर्नुपर्छ हेर्दाखेरि चाहिँ भल बनाउनु हुन्छ किनकि घर हेर्नुपर्छ एकदम अब चाहिँ पानी आउन लागिसकेको छ त्यही भएर चाहिँ पानी आउँदै अब दौडेर हेर्नुपर्छ दौडेर चाहिँ भल बनाउनु हुन्छ अब घर कुदेर हेर्नुपर्छ त्यही हो यो चाहिँ 2081 2028 भने चाहिँ बरको चाहिँ लेखाएर चाहिँ हो त त्यही भएर चाहिँ त्यही हो ल गाइस लाइक कमेन्ट सेयर के हुन्छ सबै गर्नु ल बाइ बाइ गाइस तपाईँलाई कुनै भिडियो नयाँ भिडियो लिएर उपस्थित हुनेछु भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु हस्त धन्यवाद गाइस लभ यु गाइस सब्स्क्राइब गर्नु होला बाइ बाइ गाइस